हेलो नमस्ते सबैजनालाई। तपाईहरुले यहाँनिर पछाडी ब्याकग्राउन्डमा देख्नु हुँदै होला। यहाँनिर चाहिँ हाम्रो चेलीहरूले हाम्रो गाउँ बस्तीमा चाहिँ एउटा नयाँ टेक्निकले खुर्सानीहरू रोप्नु हुँदो रहेछ हैन। अनि यो टेक्निक चाहिँ मलाई एकदमै राम्रो लाग्यो, त्यही भएर यो भिडियो बनाएको। अनि यो कसरी रोप्नु हुँदो रहेछ भनेर तपाईहरुलाई अलि मजाले भिडियो गरेर देखाउँछु। यसरी रोप्दाखेरि चाहिँ घाम पानीदेखि पनि एकदमै खुर्सानीलाई राम्रो हुँदो रहेछ अनि झारहरू पनि नआउँदो रहेछ। सो तपाईहरुले यो खालको टेक्निकले रोप्नु भएको छैन भने चाहिँ यो भिडियोलाई हेरेर सिक्न सक्नुहुन्छ है। मलाई चाहिँ एकदमै राम्रो लाग्यो। अब कसरी बनाएर रोप्नु हुँदो रहेछ तपाईहरुलाई देखाउँछु ल, सबैजनाले हेर्नुस् है। फर्स्ट चाहिँ तपाईहरुले यसरी डेङ काट्नु पर्दो रहेछ हैन, काँटाले जुन यो प्लास्टिकको एरियामा कति आँट्छ त्यतिको डेङ बनायो। अनि यो प्लास्टिक चाहिँ बजारबाट किनेर ल्याउने हैन। यसको यो प्लास्टिकको नाम चाहिँ के भन्छ तपाईहरुलाई याद छ? प्लास्टिकै हो। अनि यो प्लास्टिक किनेर ल्याएपछि चाहिँ यो देख्नु हुँदैछ नि, यो चाहिँ के हो भनेर छक्कै पर्नु हुँदै होला। यो चाहिँ प्लास्टिक छेड्ने, यो चाहिँ तताइराख्नु भएको छ। यस्तो प्लेन प्लास्टिक छ। यस्तो यो प्लेन प्लास्टिकमा चाहिँ टक्कै अब दुईवटा तीनवटा हेरेर कति डिस्टेन्समा चाहिँ राम्रो हुन्छ हैन, त्यो डिस्टेन्स हेरेर चाहिँ यहाँनिर टक्कै छेडेर चाहिँ खोर्सानी रोप्नु हुने रहेछ हो। अनि यसरी रोप्यो भने चाहिँ यो प्लास्टिकको एरियाभित्र चाहिँ झार पनि नआउने अनि पानी पनि धेरै पर्यो भने पनि त्यसले केही बिगार गरेन हैन। घाम बेसीमा पनि त्यस्तो केही इफेक्ट नहुँदो रहेछ। सो यस्तो पाराले रोप्नु हुँदो रहेछ। यो टेक्निक चाहिँ तपाईहरु आफैले पनि ट्राई गर्नुस् ल। यहाँनिर रेडी पार्नु हुँदैछ पछाडिपट्टि प्लास्टिक। अहिले चाहिँ हो अब एकछिनमा रोप्नुहुन्छ। ल मजाले हेर्नुहोस् साथीहरू, यो पाराले चाहिँ छेड्नु पर्दो रहेछ। यो बट्टा तातिएपछि आगोले प्लास्टिकमाथि यसरी ठ्याप ठ्याप राखेपछि टक्कै यसरी छेडिन्छ। अनि यो छेडिएको जुन छेड छ त्यसमा चाहिँ खोर्सानी रोप्ने, यतिको डिस्टेन्समा चाहिँ खोर्सानी रोप्ने भनेर यहाँ बनाउनु भएको छ। यहाँनिर चाहिँ अघि छेडिसक्नु भएको रहेछ। यो चाहिँ रहेको छ डल्ले खोर्सानीको बिरुवा, एकदमै फ्रेस अहिले उखालेर लिनु भएको। अनि यो चाहिँ कसरी रोप्नु पर्दो रहेछ भने यहाँ हेर्नुहोस् है, टेक्निक चाहिँ यसको पत्ता सत्ता सबै चुडाएर यहाँ टुप्पो पनि चुडाउनु पर्ने रहेछ नि त। यसरी बनाएर चाहिँ रोप्नु पर्दो रहेछ है। हामी चाहिँ रोप्नु नजानेरै दुःख पाएको रहेछ, उँभो नलागेको रहेछ हो। सबै कुरा बुद्धि नै हो, टेक्निकै हो, संसार बुद्धिले नै खाएको छ होइन। के मजाको फलाइ चाहिँ हेल्दी नै हेल्दी बोट रहेछ नि त खुर्सानी पनि त। ल यो साथीहरू चाहिँ तपाईहरुले पनि यसो सिक्नुहोस् है। प्रायःले त जान्नुहुन्छ होला, तर मलाई चाहिँ नयाँ लाग्यो। मैले चाहिँ किनभने चाहिँ फर्स्ट टाइम देख्दैछु नि त यसरी रोप्नु भएको चाहिँ, त्यही भएर एकदमै राम्रो लाग्यो। अनि यस्तो इन्फर्मेटिभ भिडियोहरू पनि कोही बेला बनाउनु पर्छ भन्ने लागेर चाहिँ विशेष गरेर हाम्रो खेतीवाला दाजुभाइहरूको लागि चाहिँ यो एकदमै राम्रो हुन्छ। र तपाईहरुले पनि जान्नुभएको छैन भने सिक्नुहोस् यसरी। ल हेर्नुहोस् साथीहरू, अब भने चाहिँ यहाँनिर खोर्सानी रोपिसकेर पनि एकदम रेडी भएको छ। अब चाहिँ यो चाहिँ एकदम फाइनलमा हो। रोपिसक्दाखेरि चाहिँ यस्तो रहरै लाग्दो एकदम दामी भएको छ। र कस्तो मजाको यहाँनिर डल्ले खोर्सानीको बिउ ल्याउनु भएको रहेछ हो। अनि आजको मेरो भिडियो तपाईहरुलाई कस्तो लाग्यो? मैले अलिकति इन्फर्मेटिभ भिडियो बनाउन खोजेको, कस्तो टेक्निकले रोप्नु हुँदो रहेछ भनेर तपाईहरुलाई फर्स्ट टु लास्ट सबै देखाएको छु। अनि यो भिडियो राम्रो लाग्यो भने चाहिँ धेरैभन्दा धेरै सेयर गरिदिनुहोस् ताकि सबै हाम्रो खेतीवाला दाजुभाइहरूसम्म पुग्न सकोस्। सो थ्याङ्क यू एभ्रिवान फर वाचिङ है। हामी अर्को भिडियोमा फेरि पनि भेट्नेछौँ भन्दै आजको मेरो भिडियोलाई चाहिँ अन्त गर्न चाहन्छु। हजुरहरू नयाँ हुनुहुन्छ भने मेरो पेजलाई फलो गरिदिनुहोस् अनि फेरि पनि सबैभन्दा धेरै चाहिँ सेयर गरिदिनुहोस् अनि धेरै धेरै माया अनि सपोर्ट गरिदिनु होला है त। ओके, बाइ बाइ एभ्रिवान।